हेलो गाइस, जेएमसी वेलकम टु माई युट्युब ब्लग। सो आज चाहिँ म दार्जिलिङमा छु अनि अहिले बिहानको सायद 9:30 हुँदै होला। हामी चाहिँ जाँदैछ सेवा अनि हामी चाहिँ यति तलबाट आएको के बहिनीहरू त यहीँको हो, उनीहरूलाई त हिँड्ने बानी छ। म त बोल्नु पनि सकिँदैन राम्ररी, बेसी उकालो भएर के। अनि हामी चाहिँ आज कहाँ जाँदैछ रेली तल। आज चाहिँ हामी पोखरीबुङ तजङ जाँदैछ सेवाखाइमा। त्यहाँबाट भेटौँला। यहाँ चाहिँ मेरो बहिनीहरू छ 2 जना, साथै म। हामी चाहिँ तल पार गरिसक्यौँ, तलदेखि गएको हामी। यहाँ चाहिँ बहिनीले के खाने हो पसिना आयो है। यहाँ दार्जिलिङमा चाहिँ सानो सानो बाटोहरू कस्तो मजाले बनाएको हुन्छ है। हाम्रो उतातिर सो हामीलाई चाहिँ अझै टाइम लाग्छ होला, 1 घन्टा जस्तै। गाडीमा जान सक्थ्यौँ तर हामी गाडीमा जाने। म चाहिँ गाडीमा नजाने किनकि मलाई भ्यू हेर्नु मन लागेको नि त, जग्गाहरू हेर्नु मन लागेको नि त, कस्तो छ के छ भनेर। त्यसको चक्करमा सास नै फेर्न सकेको छ। सो हामी चाहिँ यो डाँडादेखि अब पल्लो डाँडा जानुपर्ने। कस्तो दामी देख्दैछ हेर्नु त। पल्लो डाँडा चाहिँ हामी पुग्नुपर्ने हो। कहाँ अरे यो डाँडा पुग्नुपर्ने हामी चाहिँ। सो अब हिँडेर जानु, हिँडेर पुग्नुपर्ने त्यो डाँडा। बात गर्दै गफ गर्दै पुगिन्छ है अलि। कस्तो दामी हावा आयो। सो हामी चाहिँ यो डाँडादेखि पल्लो डाँडा चाहिँ हामी आइपुग्यौँ। कति टाइम लाग्यो होला? हामीलाई 30-40 मिनट्स लाग्यो होला, बेसी पनि लाग्यो होला हिँडेर चाहिँ। सो हामी पुग्न आँटिसक्यौँ लोकेसनमा, मेन लोकेसनमा हामी पुग्न आँटिसक्यौँ। मजा आउँदैछ हिँड्दै हिँड्दै। दार्जिलिङको रोडहरू, घरहरू, हावाहरू, वातावरण एकदमै दामी। वाउ मलाई चाहिँ एकदम मन पर्यो। पहिला आउँदाखेरि चाहिँ म घुमेको थिइनँ यति साह्रो। पहिला आउँदा म यति साह्रो घुमेको थिएँ। अहिले चाहिँ हेर्नुहोस् त पछाडि कस्तो दामी टी गार्डन। काम गर्नुहुँदैछ। कस्तो दामी चाहिँ देखेको होइन न। त्यो डाँडाबाट आएको हामी, त्यो डाँडाबाट यता बाटो हिँड्दै हिँड्दै हिँड्दै। वाउ सो ब्युटिफुल। यहाँ हेर्नुहोस् त, काम गर्नुहुँदैछ हेर्नुहोस् त। फ्रेस हावा, एकदम नेचुरल हावा। 10 बजे त
देख्यो देख्यो मान्छेले काम गर्नु गाइस मलाई चाहिँ मजा आउँदैछ यसरी हिँडेर सेवा जानु कहाँबाट आएको हामी हिँड्दै हिँड्दै कस्तो दामी दामी भ्यूहरू हेर्दै बहिनीहरूसँग गफ गर्दै फेरि नेक्स्ट कहाँ जाने भनेर यहाँ होइन यहाँ छ चर्च यहाँ चाहिँ नानीहरू त्यसलाई चाहिँ मेरो भेट्न आएको अन्जली र एन्जु मिठाई खाँदैछ मिठाई किनिदिएको यस्तो दामी हामीले त वहाँनिर टिपेर ल्याएर रोप्दा पनि फुल फुलिँदैन यहाँनिर चाहिँ जहाँ पनि हिँड्यो भने फुले फुल यही मेरो फेभरेट अन्जली यहाँ यस्तो फुलहरू यहाँ मेरो अन्जली चर्च रहेछ हामी चाहिँ तल गइरहेको चर्च नानीहरू भेट्न आएको धेरै महिनामा यहाँ चाहिँ एन्जल र अन्जली आइको खण्डमा आन्टीले दिनुभएको छ लोकल है अर्ग्यानिक एकदम लोकल दिनुभएछ चिया त खाएर कत्रो छ नि त यहाँ त हाम्रो त कहाँ हुन्छ यो भन्न पोखरीबुङ बजारमा छु हामी माथि गइरहेको क्या सेवा काहीँ गरेर अनि अब चाहिँ यहाँ खानु पऱ्यो टाइपो खानेहरू पुरा भोक लाग्छ मेरो बहिनी मोमोस टिमोस के को हुन्छ थ्याङ्क यू यो चाहिँ मेरो फर्स्ट टाइम हो म पोखरीबुङ बजार घुम्दैछु मलाई एकदमै मजा आउँदैछ बहिनीहरूसँग यतैबाट जाने घर कस्तो दामी दियो होइन ड्राइभरहरू सो हामी बजार पनि घुमे अब चाहिँ हामी गएको घर यो गाडी कस्तो